Hello everyone, this is Ramesh Magar and welcome back to my YouTube channel after a long time. धेरै समय भइसक्यो भिडियो नहालेको and today I have one guy. His name is Rupin Duturaj. प्रकाश दुतराजको भाइ प्रकाश दुतराजको भाइ Rupin Duturaj. So उहाँ चाहिँ फाइनली डेनमार्क आइसक्नु भएको छ झन्डै 1 महिना भयो तपाईँ आएको 40 दिन भयो 40 दिन भनेपछि 1 महिना अलिकति भएछ उहाँले पनि सिपिआर प्राप्त गरिसक्नु भयो अब काम खोज्ने तयारीमा हुनुहुन्छ फेब्रुअरी इन्टेकमा आउनु भएको उहाँ चाहिँ हामी सेप्टेम्बर इन्टेकमा आएको मैले लास्ट टाइम चाहिँ भिडियो बनाएको थिएँ स्नो परिरहेको डाइरेक्ट विन्टरबाट समरमा भेटिरहेको छु मैले तपाईँहरूलाई एकदमै सरी भन्न चाहन्छु यसै भिडियो मार्फत म कन्टिन्यू दिन पाएन किनभने टाइम सेड्युल हरेक कुरा नमिलेको कारण अनि अलिक कहिलेकाहीँ छुट्टी त हुन्थ्यो छुट्टी भएको दिनमा पनि एकदम आराम गर्न मन लाउने रेस्ट गर्न मन लाउने त्यही भएको कारणले चाहिँ अलिकति कन्टिन्यू दिन सकेन सो फाइनल्ली आज तपाईँहरूले मलाई देख्दै हुनुहुन्छ विन्टरदेखि समरमा लुक हेर्न सक्नुहुन्छ पहिले यो समरमा यो झाडी मात्रै हुन्थ्यो यो काटेको लट्ठीहरू मात्रै हुन्थ्यो भने आजभोलि चारैतिर हरियाली भइरहेको छ सो यस्तै नै हो गाइस एकदमै दुःख एकदमै सबै कुरा मिलाउन गाह्रो छ के भन्नुहुन्छ तपाईँले के भोग्दै हुनुहुन्छ डेनमार्कमा मलाई अहिले एकदम झ्याउलाइरहा किन यस्तो भयो सुरुमा त्यस्तै हुन्छ दाइ मलाई पनि किन कुन दिन चाहिँ मैले डेनमार्क आउन रोजेछु भन्ने भएको थियो मलाई कोही बेला झ्याउलाउने तर रमाइलो छ घुम्दा यताउति रमाइलो त रमाइलो छ फेरि यस्तो उ छैन ठिकै रमाइलो छ अनि के कस्तो लाग्यो त यताको वेदर हावापानी माहौल इन्भाइरोमेन्ट के छ माहौल इन्भाइरोमेन्ट एकदम रमाइलो छ तपाईँ जस्तो साथी भयो भने म एकदम खुसी हुन्छु भएन भने चाहिँ दुखी हुन्छु एक्लै भएको बेला चाहिँ झ्याउलाउँछ एक्लै भएको बेला सही हो आज चाहिँ मेरो छुट्टी थियो हिजो काम थियो आज चाहिँ छुट्टी हो छुट्टी भएको कारणले मेरो बुढी कलेज गइहाल्यो उतैबाट काम जान्छ मेरो बुढी चाहिँ मेरो आज दिनभरि छुट्टी म कोठामै त्यत्तिकै एकछिन गेम खेलेर बसिरहेको थिएँ अनि दाइ चाहिँ सुटुक्क पहिले निस्किसक्नु भएको रहेछ यहाँनिर पार्क रहेछ फुटबल ग्राउन्ड म चाहिँ 1 महिना भयो यहीँ आएर बस्दा रहेछ दाइ चाहिँ जहिले पनि यतै आएर बस्दा रहेछ अनि त्यसपछि एक्लै त्यही पनि मलाई थाहै थिएन यहाँनिर पार्क छ भने म यही बाटो हिँडिरहेको जहिले पनि होइन काम जाँदा आँदा हरेक कुरा यही बाटो हिँडिरहेको हुन्थ्यो तर यहाँनिर यो पार्क ख्याल नै गरेको थिएन क्या फुटबल ग्राउन्ड नै छ भन्ने ख्याल गरेको थिएन फाइनली दाइले चाहिँ मलाई फेरि म लिउन आउँछु नि त भनेर मलाई घरमै गएर लिएर आउनु भएको छ सो दाजुभाइ आएको छौँ हामी चाहिँ यहाँ एकछिन घाम ताप्छौँ मजाले इन्जोय गर्छौँ समर मजाले घाम देख्न सक्नुहुन्छ आजभोलि 20-25 डिग्री पुग्छ आरामले अनि मजाले चाहिँ हामी घाम तापेर गफसफ गर्छौँ फुटबल ग्राउन्ड चाहिँ आयो हामी अहिले त कोही छैन रहेछ एकछिन पछाडि खेल्छन् रे बेलुकातिर चाहिँ खेलाडीहरू आएर खेल्दा रहेछन् फुटबल भइदिएपछि हामी पनि आएर 2 भाइ नचाउनु हुन्थ्यो फुटबल छैन केही पनि छैन त्यस्तै त हो नि ल गाइस हामी चाहिँ अहिले यता आएर बसिरहेको छौँ घाम तापिरहेको छ मस्त डेनमार्कमा विन्टरमा घाम ताप्ने भन्ने कुरा सपना जस्तै हो घामको झुल्को नि देखिँदैन आजभोलि चाहिँ मजाले घाम लाग्छ फेरि है 24-25 डिग्री नै पुग्छ दिनमा तर गर्मी चाहिँ हुँदैन हावा चल्ने भएको कारणले समुद्रको छेउमा भएको कारणले हावा एकदमै चल्छ चिसो हावा चल्ने भएको कारणले शीतल हुन्छ मजाले बस्न चाहिँ पाउँछ घाम तापेर मजाले बस्न पाउँछ सो त्यही नै हो धेरै सरी भन्न चाहन्छु है मैले कन्टिन्यू दिन पाएन भिडियोलाई धेरैजनाले वेटिङ गर्दै हुनुहुन्थ्यो इन्स्टाग्राममा पनि भन्दै हुनुहुन्थ्यो सबैजनालाई भिडियो खै कन्टिन्यू दिनु पर्यो भनेर भन्दै हुनुहुन्थ्यो एकदमै सरी फर द्याट ल आज चाहिँ म के भन्न चाहन्छु भने इन्फर्म गर्न चाहन्छु एउटा इन्फर्मेसन चाहिँ दिन चाहन्छु म अब चाहिँ डेनमार्कले फाइनल्ली एउटा रुल्स लागू गरेको छ नयाँ रुल्स मे 1 बाट 2025 देखि चाहिँ अब हामी इन्टरनेसनल स्टुडेन्ट थियो इन्डियादेखि लिएर बङ्गलादेश इन्डिया नेपालदेखि लिएर जतिसुकै देशबाट पनि हामी इन्टरनेसनल स्टुडेन्टहरू हामी आउँथ्यौँ यहाँ चाहिँ अब चाहिँ नआउन पाउने बनाएको छ डेनमार्कले
स्टुडेन्ट मात्रै आउन पाउने तर स्टुडेन्टले डिपेन्डेन्ट लिन नपाउने, काम गर्न पनि नपाउने र आफ्नो स्टडी कम्प्लिट भएको भोलिपल्ट नै देश छोड्नुपर्ने यो नेम चाहिँ आएको छ। सो यही नै भन्न चाहन्छु। धेरै त्यस्तो त केही छैन, तर पनि अलिकति जुन अप्लाई गरेर बस्नुभएको थियो, जो डेनमार्कको लागि प्लान बनाउँदै हुनुहुन्थ्यो, डेनमार्क लगायत अन्य देशहरूको लागि प्लान बनाउँदै हुनुहुन्थ्यो, त्यसको लागि चाहिँ तपाईँहरूले धेरै रिसर्च गर्नुहोला। डेनमार्कको लागि चाहिँ कम्प्लिटली बन्द भइसक्यो भन्दा हुन्छ। अब तपाईँ आफै बुझिलिनुहोस् न। अब जस्तै अब कुन चाहिँ करोडपति बाउको छोरा होला होइन, कुन चाहिँ करोडपति बाउ होला जो आफ्नो छोराछोरीलाई पढ्नको लागि मात्रै डेनमार्क पठाउँछ, त्यही पनि नेपालबाट है। नेपालको इन्भाइरोमेन्ट सबै कुरा अब हेर्दाखेरि चाहिँ त्यस्तो हुँदैन नि त। त्यही भएको कारणले नेपालबाट अब स्टुडेन्ट आउने लगभग बन्द नै भनौँ। स्टुडेन्ट मात्र आउनु पर्ने, त्यही पनि काम गर्न नपाउने भनेपछि यहाँ सर्भाइभ गर्न गाह्रो छ। स्टुडेन्टले कसरी काम गर्न पाउँदै र सर्भाइभ गर्न गाह्रो छ भनिसकेपछि अब काम गर्नै नपाउने भनेपछि कसरी सर्भाइभ गर्छ। त्यही भएको कारणले अब स्टुडेन्ट कोही पनि आउँदैन। पब्लिकमा चाहिँ आउन सक्नुहुन्छ होइन, पब्लिकको कुरा छुट्टै छ। तर जुन यो प्राइभेटमा आउने कलेजहरू हुनुहुन्छ त्यहाँहरूको लागि प्लान बनाउँदै हुनुहुन्छ भने चाहिँ नआउनु होला है। अब कतिपय कन्सल्टेन्सीहरूले चाहिँ भन्न सक्छ यो होइन, जुन अप्लाई गरिसकेको छ तिनीहरूको लागि होइन भनेर चाहिँ हुनसक्छ। मैले सुनेको थिएँ अब यो मे 1 भन्दा अगाडि चाहिँ जसको अफर लेटर आइसकेको छ, भिजा लन्च भइसकेको छ, भिजा आइसकेको छ भने तपाईँहरू आउन सक्नुहुन्छ मेबी सायद होइन। त्यसपछि यदि होइन रहेछ भने प्लान गर्दै हुनुहुन्छ भने चाहिँ नगर्दा नै राम्रो हुन्छ, किनभने रुल्स लागु भइसक्यो, अब आउन पाउँदैन होइन। त्यति नै। अरू त अरू यो सेप्टेम्बर इन्टेकमा आएको, फेब्रुअरी इन्टेकमा आएको जो सुकैको पनि उमेर नपुगेर है, जो स्टुडेन्ट आउँदै हुनुहुन्थ्यो होइन, आइसक्नु भएको छ, डेनमार्कमै हुनुहुन्छ, उहाँहरूले पनि चाहिँ यता आएर आफ्नो उमेर नपुगेको कारणले नेपालबाट गएर पछि चाहिँ म मेरो डिपेन्डेन्ट लिएर आउँछु, मेरो हस्बेन्ड लिएर आउँछु, वाइफ लिएर आउँछु, स्पाउस लिएर आउँछु भनेर जुन सपना देखेर डेनमार्क आउनु भएको थियो, उहाँहरूलाई समेत यो रुल लागु हुनेछ। उहाँहरूले पनि अब डिपेन्डेन्ट लिन पाउनुहुने छैन। सो यति नै हो। यति भनिसकेपछि तपाईँहरूले बुझिसक्नु भयो होला कि डेनमार्क कति के भइसक्यो भन्ने कुरा चाहिँ। त्यही भएर डेनमार्कको लागि प्लान नबनाउँदा हुन्छ। पब्लिकमा आउन सक्नुहुन्छ। पब्लिकमा धेरै सिट हुँदैन है, धेरै सिट हुँदैन, सीमित मात्रामा हुन्छ। त्यसमा अब आफ्नो लकमा भर पर्ने कुरा हो, पाउला नपाउला होइन, त्यति नै हो। सो त्यही भएर डेनमार्कको सिचुएसन अहिले यस्तै छ। इन्फर्मेसन मैले दिन खोजिरहेको थिएँ, अलिकति भएन, आज यसै भिडियो मार्फत इन्फर्मेसन दिइसकेँ। ल धेरै अरू साथीहरूले पनि बनाइसक्नु भएको छ भिडियोहरू टिकटकमा, युट्युबमा, जताततै यही सुनिरहेको छ। तपाईँहरूले बुझिसक्नु भएको छ होला। यदि बुझिसक्नु भएको छैन र तपाईँहरूले यो कुराहरू तपाईँसम्म पुगेको छैन भने चाहिँ मेरो भिडियो मार्फत भन्न चाहे यही नै हो रुल चाहिँ। तपाईँहरूले केयर गरेर चाहिँ आउन सबै कुरा सोचेर चाहिँ गरिदिनु होला। हस्, अहिले त यति नै। हामी दाजुभाइ चाहिँ अहिले यहाँ छौँ, बस्छौँ, एकछिनमा गफ गर्छौँ। अनि मेरो दाजु यहाँ हुनुहुन्छ अनि म यहाँ छु। अनि यहाँ एकछिनमा तरुनीहरू आउँछन्, तरुनीहरू हेर्छौँ हामी। बुढीले फेरि राति गोडी राख्यो मलाई, जो तरुनी हेर्ने। कपाल मैले काटेँ होइन त भने साँच्चै यार, नभनौँ कुरै नगर, दुईजनाको त्यो कपालको कुरै नगर। मेरो कपाल बिग्रेको छ। गर्नु कपाल बिग्रेर दाई, कपाल बिगार्ने दाई यहाँ नै हुनुहुन्छ। डेनमार्कमा बाहिर गएर कपाल काट्न सकिँदैन साथीहरू होइन, 2 दाइस तिर्नुपर्छ। 2 दाइस भनेको एकदमै धेरै अमाउन्ट हो यहाँको चाहिँ, त्यो तिर्न सकिँदैन। त्यही भएर आफै काटिरहेको हुन्छ। अनि दाइ र म काट्न लागेको चाहिँ हामीसँग कैँची थियो, काहीँ थिएन। अनि अरू मिसिन त भइहाल्यो। अनि त्यसपछि उहाँसँग चाहिँ नलेज छैन रहेछ त्यस्तो, अलिअलि चाहिँ काट्ने, तर पर्फेक्ट नलेज छैन रहेछ। अनि मैले चाहिँ उहाँको काट्ने, उहाँले चाहिँ मेरो बिगारिनु भएको छ। च्याउको गप्पा हुन्छ नि, माथिको च्याउको छत जस्तो, त्यस्तै देखिरहेको छ रे। बुढी रातभरि हाँसिरहेको थियो, हाँसिरहेछ। मेरो बुढी रातभरि हाँसिरहेको थियो मेरो कपाल देखेर। खै अगाडिबाट त राम्रै देख्छु, पछाडि चाहिँ कस्तो छ मलाई थाहा छैन, दाइले आफै जान्नुहुन्छ है। ल तपाईँले के भन्न चाहनुहुन्छ भन्नुहोस्। ल म केही पनि भन्न मेरो कपाल बिगारेर तपाईँ खुसी हुनुहुन्छ? मेरो त राम्रै छ, मेरो त राम्रै छ। उहाँको चाहिँ मैले काटेको हो, मैले ठिकै नै काटेको छु। त्यही पनि यहाँ काइँ भएको चाहिँ अलिकति मिलाउनु हुन्थ्यो, काइँ भएन।
अर्कोवाला काइयो मात्र छ क्या रोलिङवाला काइयो त्यो जुन कपाल काट्नेवाला काइयो चाहिँ छैन एउटा सेतै मगाउनु पर्ने छ यार दाइ त्यो जुन हुन्छ नि काइयोदेखि लगाएर हरेक कुरा मिसिन सिसिन सब एउटै प्याकेजमा आउनेवाला हुन्छ के त्यो अर्डर गर्नुपर्ने छ यार त्यो आयो भने मजाको हुन्छ कपाल काट्नलाई म अस्ति तिम्रो पहिलोचोटि भयो त डर आयो क्या मैले माथिसम्म हान्नलाई क्या बुझ्यौ नि अब अर्कोचोटि त बाबाले काटिदिन्छ हो सही हो होइन डर आयो क्या म साँच्ची अहिले तिम्रो कपाल भनौँ तपाईँको कपाल अलिक गाह्रो नि रहेछ काट्नलाई त्यही भएर हो भनेको साँच्चै मेरो कपाल एकदमै मोटो छ नि त एकदमै मोटो पनि अनि बाक्लो पनि छ क्या मेरो कपाल चाहिँ त्यही भएर जो कोहीले काट्न सक्दैन अस्ति काट्दाखेरि दाइसँग अस्ति हाम्रो मेरै रेस्टुरेन्टमा मेरै भन्नु आएछ हाम्रै रेस्टुरेन्टमा सँगै काम गर्ने दाइ सेफ दाइले पनि काट्यौँ क्या उहाँको पनि मैले काटेँ मेरो पनि उहाँले काटिदिनु भयो तर जति सजिलो सोचेको थिएँ त्यति सजिलो तिम्रो कपाल छैन रहेछ भाइ भन्दै हुनुहुन्थ्यो मेरो कपाल एकदमै गाह्रो छ अरे काट्न त्यही भएर उहाँ फेल हुनुभयो अनि हाम्रो साइल दाजुले त्यही भन्नुभयो भने हो साइल दाइले पनि त्यही भन्यो सबैले त्यही भन्छ अरू नेपालमा काट्न नाइमा काट्न जाँदाखेरि जुन देशीहरू हुन्छ नि उनीहरूलेसम्म डङ्ग पर्थ्यो क्या कपाल हेरे भाइ क्या कपाल हेरे अनि अस्ति एकजना दिदीले के तपाईँको कपाल कति बाक्लो भाइ भन्दै हुनुहुन्थ्यो अनि मेरो पालो मैले शाकाहारी कपाल दिदी शाकाहारी कपाल हो साग मात्र खान्छ योले भनेको कमेडी भएको थियो त्यतिखेर पनि सो यस्तै नै छ दाजुभाइ मात्रै छौ गफ गर्दैछौँ फुटबल ग्राउन्ड छ हामीसँग फुटबल हुनुपर्ने के दाइ नि फुटबल भइदियो मजाले ल त्यहाँबाट तपाईँ समात्नुहोस् म पो आएछु है मैले तपाईँलाई देखाउँछु भनेको त मै आएछु सो यस्तै हो गाइस डेनमार्कको दुःख सुख भने पनि जे जस्तो भने पनि त्यही हो मैले एकदम मिस गरिरहेको छु मेरो युट्युब फ्यामिलीलाई जतिजनाले मलाई सपोर्ट गर्नुभएको छ माया गर्नुभएको छ माया देखाइदिनु भएको छ तपाईँको हृदय धेरै खुल्ला रहेछ भन्ने कुरा चाहिँ मैले थाहा पाएको छु मैले त्यही भएर धेरै सरी भन्न चाहन्छु यसै भिडियो मार्फत सो हामी अहिले एकछिन यहाँ छौँ हावा पनि चलिरहेछ म घरमा भइदिएको पागल हुन्थ्यो होला 2-4 गेम खेलेको है गेम खेल्न खोजिरहेको छु माहाला मुलाहरू एकातिर जाँदो रहेछ के होइन एउटा ग्रुप बनाएर गयो भने सजिलो हुन्छ नि त गेम खेल्न जाँदाखेरि पनि गेममा खेल्दाखेरि पनि अनि चारवटाको स्क्वायर गेम खेल्न गयो है 4वटा गेम खेल्न गयो एउटा एकातिर गएको चाहिँ एउटा उतातिर एउटा यतातिर म यतातिर छु अब एउटा एकै ठाउँमा मर्छ अर्को अर्कै ठाउँमा मर यस्तो झ्याउ लाग्यो अनि बोर भएर बसिरहेको थिएँ एकछिन कोठाहरू सफा गरेँ अनि दाइले फेरि कल गर्नुभयो म यता छु नि त अब भन्नुभयो अनि फेरि आएर गफ गरिरहेको छु म यही बाटो हिँडिरहेको हुन्छु जहिले हिँडिरहेको हुन्छु काममा हिँड्दाखेरि मलाई यहीँबाट पिकअप गर्छ काममा जाँदाखेरि यहीँबाट पिकअप गरेर यही बाटो भएर हिँड्छौँ कि अनि यही बाटो मलाई यहीँनिर फुटबल ग्राउन्ड चाहिँ मैले नोटिस गरेको थिएन यहीँनिर रहेछ दाइ पछि आएर पनि धेरै कुरा देखिसक्नु भएको रहेछ मलाई देखाउनु भयो आज धन्यवाद दाइ वेलकम अनि के छ त प्लान अब कता घुमाउनुहुन्छ घुमाउनु न अब घुम्ने त्यस्तो स्पेसल त केही होइन स्पेसल जान टाढा जानलाई मसँग आज पास छैन दाइसँग पनि पास छैन तपाईँसँग पनि पास छैन ट्रेन चढ्नलाई होइन लराङ लुरुङ यतै हिँड्ने त हो नि उल्टी अब उल्टी त आउँदैन होइन सुल्टी ल अब सुल्टो पनि आउँदैन हो सुल्टी ट्राई पहिला मजाले उठ्यो क्या गाउँमा आउँदाखेरि अहिले त बुढो भयो होइन अहिले बुढो भएँ त्यतातिर ध्यान छैन म पहिला हात नटेकेर टाउकोले मात्रै पनि उठ्थेँ क्या कस्तो के देखेर त्यस्तै पनि उठ्थेँ क्या म टाउकोले मात्र पनि तपाईँ त फिट एन्ड फाइन हुनुभएको रहेछ अलिकति मिलेन है पोजिसन नत्र म टाउको यसरी पनि उठ्थेँ कि हातले मात्रै पनि उठ्थेँ मजाले यसो जुरुक्क लाएर गर्नुहुन्न सक्दिनँ केही भयो अहिले सडक केही भइहाल्यो नि तनाव मेरो ढाड सर्क्यो भने होइन भोलि काम जानु छ पैसा कमाउनु छ सबै डामाडोल हुन्छ तपाईँको ढाड सड्किने बित्तिकै कमाउनु छ नेपालबाट लिएको पैसा अझै तिर्न बाँकी छ के गर्नु गाह्रो हुन्छ नि ढाड सर्क्यो भने ल ठिक छ हामी रमाइलो गर्दैछौँ जे जस्तो भए पनि होइन हावा कस्तो चलेको यार चाहिँ क्या बवाल रहेछ यहाँनिर मस्तले यस्तै छ हामी बस्ने कोलोनी
आज दाजुभाइ मजाले झिँगा डपाउँदै बसिरहेछौँ। मेरो बुढीले अर्डर दिनुभएको छ, म उता बजार गएर ग्रोसरीहरू लिएर आउनु पर्ने रे। त्यही भएर फर्किँदै छौँ। उता गएर सामान लिएर आएर फेरि दाजुभाइ फेरि पनि बस्नेछौँ। मैले अँगालो हाल्दा नहाल भन्नुहुन्छ, मलाई सानो देखेर हेप्यो भन्नुहुन्छ दाइले त। उहाँले मलाई हाल्दा म केही बोल्दिनँ। मैले उहाँलाई अँगालो मार्दाखेरि किन मारेको, सानो देख्यो भनेर हेप्या भन्नुहुन्छ। हाइटेरी मलाई त जली नै थर्काउने मात्रै गर्छ। भलाइको त जमानै छैन। कपाल बिगारेर रातभरि हाँस्यो मेरो बुढी। के जस्तो रे, च्याउ जस्तो होइन भनेको च्याउको माथिको छटिन्छ नि, त्यस्तै छ अरे मेरो कपाल। है तेरी देख्न सक्नुहुन्छ हामी बस्ने घरहरू यसो छ। जुली लिभिङ सबै जुली जुली भयो। यो पुरा कम्पनी नै खडा गरेको छ नि त। पुरै सुतै म पनि नेपालमा गएर कम्पनी खडा गर्ने विचार छ। के छ विचार? दाजुभाइ मिलेर गर्ने त हो। रमेश लिभिङ आइग्या। रमेश लिभिङ बनाउँछु। आउनुहुन्छ तपाईँ मेरो रेजिडेन्टमा घुम्न? हो भनेको साँच्चै म प्लान गर्दैछु के, यस्तै घर बनाउँछु क्या अनि तपाईँलाई भाडामा राख्छु नि। हुन्छ। महिनामा 10,000। 10,000 10,000मा तपाईँले अपार्टमेन्ट दिने भयो कि म। त्यस्तो सस्तोमा अपार्टमेन्ट नै 10,000मा दिनु भयो त। त्यो भयो भने त जो पनि बसिहाल्छ। ल कमेन्ट गर्न होला गाइज, कोही बस्न चाहनुहुन्छ, म नेपाल आएर कम्पनी खडा गर्नेछु। सो अहिले हामी रोडमा छौँ, फर्किसक्यौँ। दाजुभाइ चाहिँ उता ब्यागमा फेरि मेरो कार चाहिँ उतै थियो के, अनि रुममै थियो, ब्याग पनि रुममै थियो। हामी त्यत्तिकै निस्केको थियो, अनि उता गएर रुममा कार लिएर ब्याग लिएर चाहिँ जानुपर्ने छ। एकछिनमा भेटौँला है त। ओके, ताता स्याउ 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 स्याउ।